यस्तो छ अनि के गरी रोप्नु कोदो यो झार्नु उखाल्नु न त काट्नु घाम लागेको कस्तो उल्टी आउने गरेको वाक्क के आउने गरेको टाउको दुख्ने गरेको घाम लागेर लास्टै ठुलो छ बिउ मसिनो छ अब 5-6 दिन पर्खिनु पर्छ होला यो बिउ रोप्नुलाई चाहिँ बिउ त अस्ति राखेको नि के गर्नु समयले हो कि केले हो यस्तो ढिलो भइदियो उम्रिदिनु अहिले झारहरू बढिसकेको फुलको बिरुवा तिहारमा माला लाउने यस्तो भइसकेछ कोदोसँगै हानेको बिउ फुलको बिउ चाहिँ ठुल्ठुलो भइसकेछ।